हेलो वेलकम गाइज। आज चाहिँ हामी तिनजना स्कुल पढ्ने साथीहरू जाँदैछौँ कालु पाण्डे डाँडा। यसमा चाहिँ जुनेद छन्, म छु, त्यसपछि मेरो साथी रामजी हुनुहुन्छ। हामी एउटै स्कुलको एउटै ब्याच हौँ। यो कालु पाण्डे डाँडा चाहिँ एउटा स्मारक हो होइन, कालु पाण्डेको। यो धेरै कुरा त मलाई पनि थाहा छैन कालु पाण्डेमा, तर चाहिँ के यो थानकोटबाट नजिक पर्दो रहेछ। जान चाहिँ साह्रै गाह्रो, उकालो उकालो, तर रमाइलो चाहिँ रमाइलो। अब साथीहरू भएपछि त त्यत्तिकै पनि रमाइलो हुन्छ है। त्यसमा झन् अब सम्झना लायक कति कुराहरू हुन्छन्। यो साथीभाइ हिँड्दाखेरि होइन, पुराना कुराहरू लिनुहुन्छन्, नयाँ कुरा हुन्छ। तर बाटो चाहिँ राम्रै थियो, तर उकालो थियो होइन, तैपनि गइयो तिनजना साथीहरू। यसरी चाहिँ घुमिरहेको हुन्छौँ। अब नेपालमा हुँदाखेरि भेटघाट हुँदाखेरि चाहिँ अब त्यहाँ जाँदा जाँदा एउटा दहचोक रहेछ होइन। दहचोक भन्ने नाम त सबैले सुनिरहेको हुन्छ, एउटा पुरातात्विक हिसाबले धार्मिक महत्त्व बोकेको। त्यहाँ पनि एकचोटि छिर्ने, अब त्यो बाटोमा पर्छ भनेर भन्थ्यो। जुनेदलाई चाहिँ सबै कुरो थाहा रहेछ कि अब ऊ अब व्यवसाय पनि त्यस्तै गर्छन्। हेरौँ हाम्रो साथीहरू कति खुसी छन् होइन। साथीभाइहरू भेट हुँदाखेरि रमाइलै हुन्छ। एउटा फोटो सेल्फी खिचौँ पछिसम्म हुन्छ भनेर। यो रामजी भन्ने चाहिँ अलिकति ह्यान्डसम छ। पहिला पहिला चाहिँ सञ्जय दत्तको चाहिँ फ्यान, अथवा उसलाई हामी सञ्जय भन्थ्यौँ, सन्जु दादा। त्यस बेलाको कपाल पनि त्यस्तै खालि पाल्थ्यो त्यसले स्कुल पढ्दाखेरि। अब त्यहाँबाट माथि यसो फोटोसोटो खिच्ने एउटा जङ्गलको बाटो जान लाग्छौँ हामी। जुनेदले माथितिर लाँदैछ। जस रमाइलो भयो।